सम्पूर्णमा नमस्कार। आज म आएको छु हाम्रो नेपाली कम्युनिटीद्वारा सञ्चालित पहिलो पोलिक्लिनिक निको पोलिक्लिनिकमा। र यो पोलिक्लिनिकको चाहिँ यही आउँदो जनवरी 4 बेलुकी 4 बजेबाट चाहिँ विधिवत रूपमा चाहिँ उद्घाटन हुँदैछ। यदि हजुरहरू बर्दुबीको सरफ डिजी नजिकै हुनुहुन्छ भनेदेखि चाहिँ त्यो दिन अवश्य पनि आउनुहोला। र आज मसँग हुनुहुन्छ हाम्रो निको पोलिक्लिनिकका सञ्चालक सर उज्जवल सर। सर, हाम्रो नेपालीद्वारा सञ्चालित यो निको पोलिक्लिनिक चाहिँ जुन 4 तारिकबाट उद्घाटन हुँदैछ, यहाँबाट हामीले के सुविधा पाउँछौँ? सबैलाई नमस्ते। नेपालीको मन छुनी गरेर चाहिँ हामी पोलिक्लिनिक लिएर आएका छौँ दुबईमा। हाम्रो यस पोलिक्लिनिकभित्र जेनरल फिजिसियन, गाइनेकोलोजिस्टको अहिले सुविधा हामी दिइरहेका छौँ। त्यस लगातार हामीसँग फार्मेसी, रेडियोलोजी, ल्याब यो पनि हामीले एटेन्ड गरिरहेछौँ। अब पहिलो पाइला चालिरहेछौँ। सबै साथीभाइहरूले साथ दिनुहुन्छ जस्तो लागिरहेछ। हजुर, अवश्य पनि सबैले दिनु नै हुन्छ। तपाईँलाई मैले अर्को क्वेसन सोधिहाल्छु फेरि पनि। हाम्रो यहाँ युएमा कति धेरै छन् के मेडिकलहरू। हजुर, हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ अन्य मेडिकल जानु र हाम्रो निको पोलिक्लिनिकमा आउनुमा चाहिँ के फरक छ त? हो, मलाई धेरैले सोध्नु भएको थियो। सबै मेडिकल छ, सबैतिर जता गए नि अहिले त तपाईँको बाटोमा हामीले धेरैवटा मेडिकल देख्न सकिन्छ। विशेष गरी हामीले यो सुरु किन गऱ्यौँ भन्दाखेरि हामी भाषामा अलिक कमजोर छ हाम्रो। जानुहुन्छ अरू क्लिनिकमा जानुहुन्छ, अब इङ्ग्लिस नै बोल्नु पऱ्यो, नेपाली बुझिदिनुहुन्न, अब काहीँ हिन्दीमै समस्या हुन्छ होइन। त्यो कारणले गर्दाखेरि एउटा आफ्नोपन यहाँ छ, माया यहाँ छ। हामीले त्यो माया, त्यो आफ्नोपनलाई सम्मान गरेर चाहिँ हामीले यो मेडिकलमा अब चाहिँ नेपाली दाजुभाइहरूलाई चाहिँ अलिकति सुविधा दिउँ, दिदीबहिनीहरूलाई सुविधा दिउँ भनेर चाहिँ हामीले सुरु गरेका हौँ। साथसाथ जहाँसम्म लाग्छ डक्टर त नेपाली भइहाल्नु भयो, नर्सेसहरू पनि नेपाली हुनुहुन्छ, हामी आफै सञ्चालक पनि हामी आफै नेपाली छौँ भनेपछि पक्कै पनि उहाँहरूले धेरै नै सुविधा पाउनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अब अर्को कुरा आउँछ इन्सुरेन्सको। हजुर, अनि हाम्रो यो पोलिक्लिनिकमा चाहिँ के सबै इन्सुरेन्सहरू कभर हुन्छ त? हो, हाम्रो कभर हुन्छ। तर मैले अब कभर हुन्छ भनिरहँदाखेरि पनि फेरि भोलि नै मेरो आउने पेसेन्टहरूले के भन्छ होला, किन भएन अस्ति त फेरि कभर छ भनेर भन्छ। दुबईमा हामीले हेल्थ सेक्टर सुरु गर्ने बित्तिकै इन्सुरेन्स कम्पनीले ल हजुर युआर हियर भनेर हामीलाई दिनु हुँदो रहेछ। हजुर, हामीले त्यसको केही प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। हामी त्यो प्रक्रिया गरिरहेछौँ होइन। लगभग हामी अहिले जनवरी 1 छौँ आज। जनवरी, फेब्रुअरी, मार्चसम्ममा हामीले लगभग यहाँ अहिले भइरहेका इन्सुरेन्स हामीले 80% हामीले एप्रुभल पाइसक्छौँ। हामी त्यही रफ्तारमा काम गरिरहेछौँ। त्यसलाई हामीले छुट्टै एउटा टिम नै हाम्रो बनाएर गइरहेछौँ। सम्भवतः 2-3 महिनाभित्र हामीले सबै इन्सुरेन्सलाई कभर गर्न सक्छौँ होला। अनि सेवा दिन हामीलाई पनि मजा आउँछ। एकदम सही। अनि साथै एउटा लास्ट क्वेसन, बाहिर जुन कस्ट छ, जस्तो जो साथीहरूको चाहिँ इन्सुरेन्स छैन, कोही साथीहरू भिजिटमा आउनु भएको होला होइन, उहाँको त इन्सुरेन्स हुने कुरा भएन नि त। अनि उहाँहरूले यदि यहाँ चेकअप गर्न आउनुभयो भने त्यसमा केही फरक छ अथवा केही कस्टमा रिजनेबल प्राइजहरू छ उहाँको लागि? छ रिजनेबल पक्कै पनि छ। किनकि हामीले सुरुदेखि नै हामी के गरेका थियौँ, हामी कसका लागि त पहिला त समाजलाई दिएपछि बल्ल हामी हुने हो। अब हामी त्यही भएर चाहिँ बाहिर हामीले अहिले हेल्थ प्याकेजहरू बनाएको छौँ, सोसियल मिडियामा पनि हामीले फालिरहेको छौँ होइन। यो हेल्थ प्याकेज हाम्रो वरिपरि सराउन्डिङको भन्दा एकदम धेरै सस्तो छ। हजुर, हेल्थ प्याकेजमा हामीले डक्टर कन्सल्टेसन फ्री गरेका छौँ। हजुर है, अझै पनि केही गाह्रो हुन्छ कसो हुन्छ होइन, त्यसमा हो। त्यही भएर त भने मैले हामी किन भन्दाखेरि चाहिँ त्यो मन बुझ्ने त हामी छौँ नि त। उहाँहरूलाई पक्कै पनि जसको अब कसैको भिजिटमा हुनुहुन्छ, कसैको कार्ड छैन, अथवा हाम्रो त यहाँ चलन के छ, कार्ड लिने चलन रहेछ होइन। थाहा थिएन मलाई त्यो कार्ड लिने इन्सुरेन्स राम्रो हुँदैन। उहाँहरूलाई हामीले मजाले सुविधा दिन्छौँ, सस्तो रेटमा हामी सुविधा दिन्छौँ उहाँहरूलाई। एकदम धेरै राम्रो काम गर्नुभएको छ तपाईँले। र यदि हजुरहरूसँग यस्तै कार्डहरू छैन अथवा तपाईँहरू भिजिटमा हुनुहुन्छ अथवा तपाईँलाई कुनै पनि प्रकारको रोगहरू लागेको छ भनेदेखि र रिजनेबल प्राइस खोजिरहनु भएको छ भने चाहिँ तपाईँहरू निको पोलिक्लिनिकमा आउन सक्नुहुन्छ। हस्, धन्यवाद। आउनु होला है त।